हाम्रो यो यात्रा मध्य पहाडी लोकमार्गको सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा हुँदै काठमाडौँसम्मको हुन गयो। इटरी, धरान हुँदै तमोर नदी पार गर्दै हामीहरू पुग्छौँ धनकुटा र हिले बजारतिर। हिले बजार निकै रमाइलो थियो। हामीले त्यहाँ खाजासाजा खाएर अघि बढ्छौँ अरुण खोला पार गर्दै भोजपुर जिल्लातर्फ। त्यो रात चाहिँ हामी भोजपुर जिल्लाकै देउरालीमा बस्छौँ र बिहानै उठेर भोजपुरको सुन्दर बिहानीमा रमाउँदै फोटो खिच्दै पारीदेखि नै गोगनेका डाँडाहरू हेर्दै हामीहरू अघि बढ्छौँ मोन्दुम ट्रेलतर्फ। मोन्दुम ट्रेल चाहिँ भोजपुर र खोटाङ जिल्ला जोड्ने ठ्याक्क पोइन्ट रहेछ, बोर्डर रहेछ। अनि त्यो चाहिँ एकदमै राम्रो थियो क्या, तलबाटै माथि नपुगे नि होइन। त्यहाँ चाहिँ एकदम दामी चिसो चिसो हावा चलिरहेको थियो। अनि त्यही मौकाको फाइदा उठाउँदै म नि भिडियो बनाइहाल्छु। अनि त्यसपछि हामीहरू लाग्छौँ अब खोटाङ जिल्लातर्फ। मोन्दुम ट्रेल सकेपछिको बाटो चाहिँ अलिकति अफ रोड रहेछ, 10-15 किलोमिटर जति चाहिँ। तर हामीहरूलाई चाहिँ ओह्रालोमा भएर त्यति साह्रो गाह्रो चाहिँ भएन। हजुरहरू उकालोमा आउनुहुनेछ भने चाहिँ अलिक गाह्रो हुने रहेछ। उफू चाहिँ नि हाम्रो पुरा खुसी भइरहेको छ, घुम्न पाउँदा एकदमै खुसी हुन्छ। अनि त्यसपछि हामीहरू दिक्तेल पुगेर खानासाना खाएर ओरेर दिक्तेल बजारको गेटैमा टिकटक बनाउन थाल्छौँ। अनि हामी अघि बढ्छौँ हलेसीतर्फ, हलेसी महादेवको दर्शन गर्नको लागि भन्दै। त्यो दिन चाहिँ हाम्रो प्लान चाहिँ हलेसीको बेलुकाको आरती हेर्ने प्लान थियो र प्लान अनुसार हामीहरू पुग्छौँ र हलेसी महादेवको दर्शन गरी बेलुका आरतीमा कर्ता पनि हुने मौका हामीले पायौँ। एकदमै रमाइलो भयो। कर्ता भएर पूजा गर्दा झनै रमाइलो भयो। त्यहाँनिर आरती पनि गर्न पाइयो आफूले पनि। भोलिपल्ट मेरो बर्थडे थियो अनि बर्थडेको दिन हामी फेरि लाग्छौँ हलेसी महादेवको दर्शन गर्न। दर्शन गर्दै अनि गुफाहरू हेर्दै त्यसपछि हामीहरू अघि बढ्छौँ ओखलढुङ्गातर्फ। यो कवि सिद्धिचरण श्रेष्ठको प्यारो ठाउँ ओखलढुङ्गा, मेरो प्यारो ओखलढुङ्गा भन्ने गीत सुन्दै हामीहरू ठ्याक्कै पुग्यौँ ओखलको ढुङ्गा भएतर्फ। त्यहाँ पुगेर फोटो नखिच्ने त कुरै भएन। हामीहरू फोटोसोटो खिच्छौँ, भिडियो बनाउँछौँ। अनि त्यसपछि हामीहरू अघि बढ्छौँ रुम्जाटारतर्फ। हाम्रो प्लान चाहिँ आज त्यो रात चाहिँ गएर रुम्जाटार बस्ने प्लान थियो। रुम्जाटारमा चाहिँ बाबाले 20-22 वर्ष अघि चाहिँ त्यहाँ जागिर खाने क्रममा बस्नुभएको रहेछ 5 वर्षको लागि। अनि त्यही ठाउँ हेर्न जाने हाम्रो प्लान थियो। सो हामी अघि बढ्छौँ। बाटो चाहिँ अलिक अफ रोड थियो, तर जाने इच्छा भएपछि हामीलाई गाह्रो भएन। हाम्रो कल्पित सरको पनि स्कुल छुट्टी हुँदाखेरि भ्याकेसन मनाउन आउने ठाउँ चाहिँ रुम्जाटार नै रहेछ। सो त्यही भएर नि उहाँलाई पुरा जान मन थियो। पुरा नोस्टाल्जिक हुँदै घुमिरहेको छ पहिलाको ठाउँहरू हेर्दै हेर्दै होइन। रुम्जाटार चाहिँ गुरुङ बस्ती रहेछ पहिला, तर अहिले चाहिँ पुरै रित्तिसकेको रहेछ गाउँ नै। रित्तिएको गाउँ भन्दा नि हुने रहेछ। अनि सुन्तलाको बोटहरू पनि हुने रहेछ त्यहाँ चाहिँ। त्यस्तै रुम्जाटारको गल्लीहरू हेर्दै घुम्दै फिर्दै रुम्जाटार भन्ने गीत सुन्दै हामीहरू त्यो दिन चाहिँ अब काठमाडौँ नै फर्क्यौँ भन्ने योजना बनाउँदै अघि बढ्छौँ र बाटोमा खानासाना खाएर ओरेर स्रोतु आफ्नो नयाँ साथी भेटेर खुसी भइरहेको छ। बच्चाहरूसँग जति धेरै घुम्यो उनीहरू त्यति धेरै नै एक्टिभ हुने रहेछ भन्ने हामीले फिल गऱ्यौँ। सो आफ्नो लागि भन्दा नि बच्चाको लागि नि घुम्नै पर्ने रहेछ। र त्यसपछि हामीहरू चाहिँ यो खुरकोटको बाटो सिन्धुली हुँदै काठमाडौँ फर्किन्छौँ। हस् त, धन्यवाद। यसरी हाम्रो 1 हप्ताको टुर पनि सकिन्छ। थ्याङ्क यू फर वाचिङ।